साला म छुइनँ भने त तँ त भोकै मर्छस् बुझिस् भोकै मर्छस् मेरो अन्तिम इच्छा छ नि तँलाई चाहिँ सक्दो कुट्नु छ अनि मात्रै मेरो आत्मा एकदम शान्ति हुन्छ नभए त म भट्केर नि तँलाई साला न त गलेको बेला 2 प्याक रम खानु पाउँछ न त भनेको जस्तो घुम्नु पाउँछ बरु यस्तो जिन्दगी बाँच्नु अन्त मर्छु बरु ढुक्कै हुन्छ परेन नआइज नबचा मलाई म मर्छु तँलाई मेरो जरुरत छैन होइन मर्छु म आइस भने यहीँबाट हाम फाल्छु नि फेरि मलाई नबचा भन्दैछु तँ गइहाले यहाँबाट म यहीँबाट हाम फाल्छु नि फेरि गइहाले तँलाई बचाउन आएको म मर्छ भने मर तर तेरो अन्तिम इच्छा भनिराख पछि मरेपछि मलाई सताइस भने साला म छुइनँ भने तँ यति साह्रो बिजोक हुन्छस् कि यति साह्रो बिजोक हुन्छस् तँ त किरा परेर मर्छस् बुझिस् साला म छुइनँ भने त तँ त भोकै मर्छस् बुझिस् भोकै मर्छस् भोकै मर्छु राम्रै छु जवानी छु भोलि अर्कोसँग फ्याट्टै गइहाल्छु नि के को भोकै मर्छु बरु भन तेरो अन्तिम इच्छा के छ पुरा गरिराखिदिन्छु म मेरो अन्तिम इच्छा छ नि तँलाई चाहिँ सक्दो कुट्नु छ अनि मात्रै मेरो आत्मा एकदम शान्ति हुन्छ नभए त म भट्केर नि तँलाई भट्केर यस्तो सताउँछु कि मेरो अन्तिम इच्छा छ तँलाई चाहिँ सक्दो कुट्नु छ नि लु आइज त्यसो भए आइज कुटिराख मलाई ल त्यसो भए कमसेकम मर्ने बेलामा आफ्नो इच्छा त पुरा गरिराखौँ खोइ उता फर्की मर्छ त बुढी कुट्नु पाइहाल्यो किन मर्नु अब ए ल मार्यो